हेलो एभ्रिवान, तपाईहरुलाई आज चाहिँ मेरो यो छोटो भिडियोमा स्वागत छ। आज चाहिँ हामीले बेलुका के खाना बनाउनु पर्ने छ अनि त्यो खाना चाहिँ बनाएको कसरी बनाउँछौँ अनि कसरी खान्छौँ भनेर तपाईहरुलाई देखाउँछौँ। त्यसको लागि चाहिँ हाम्रो किचनमा बहिनीले पकाउँदै हुनुहुन्छ। म चाहिँ नानीसँग बसिरहेको छु, बहिनीले पकाउँदै हुनुहुन्छ। म तपाईहरुलाई देखाउँछु। आँखा त कस्तो पो हुँदो रहेछ, पुरै त्यो लाइटले नि बेलुका भएर होला। कि अनि बहिनी हुनुहुन्छ यतानिर अनि यहाँनिर नानी खेलिरहेछ अनि म यहाँ बसिरहेको छु। बहिनीले पकाउनुहुन्छ, म तपाईहरुलाई देखाउँछु। नो 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 सरी 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 बेबी सरी। हो गुड गुड वन। सायन चाहिँ यहाँनिर आफ्नै सुरमा खेलिरहेको थियो। सबैभन्दा पहिला चाहिँ यसरी प्याज डढाउनु पर्ने रहेछ। यहाँ चाहिँ बहिनीले प्याज खाना पनि पाक्दैछ हाम्रो। हामीहरू चाहिँ भर्खरै भिडियो बनाउँदैछौँ नि त, अनि त्यही भएर खासै धेरै हामीलाई बोल्नेहरू तरिका कसरी गर्ने कसरी भिडियो गर्ने भन्ने पनि केही थाहा छैन। अनि त्यसको लागि चाहिँ हामी क्षमा प्रार्थी छौँ। अनि अब तपाईँहरूलाई अहिले यस्तो छ भने पाकिसकेपछि देखाउँछु। हाम्रो किचन चाहिँ यस्तो छ। यहाँनिर सायन खेलिरहेछ आफ्नो सुरमा, बहिनीले पकाइरहनु भएको छ। अनि माम चाहिँ पाकिसक्यो अनि सबलाई चाहिँ अघि यता थियो नि त, अहिले त सार्दै हुनुहुन्छ। हाम्रो चाहिँ खाना सब्जी पाकिसकेको छ। मैले यहाँनिर पस्किनु लागेको छु अनि हामीले चिकनमा चाहिँ थोरै सुप हालेको छु, किनभने नानी छ नि त, नानीले दाल नपकाएको अनि त्यही भएर हेर्नु होला खाना सब्जी। नानी चाहिँ खालि फुपूसँग खाना खान्छ नि त, अनि त्यही भएर खुवाइरहनु भएको छ। हाम्रो भाइ चाहिँ अहिले मात्र आउनुभयो बाहिरदेखि। हामी चाहिँ खाना खानु थालेको थियौँ। भाइले चाहिँ कलेजमा पार्टिसिपेट लिनुभएको रहेछ प्रोग्रामको लागि। अनि जर्सी चाहिँ भाइलाई सानो भएछ, अनि त्यही भएर मेरो जर्सी सानो भयो भनिरहनु भएको थियो। अनि बहिनीले चाहिँ किन त्यस्तो त अनि ठुलो भन्नु पर्दैन भन्दै हुनुहुन्छ। नानीलाई चाहिँ जहिले पनि फुपूले खाना खुवाउनुहुन्छ अनि खुवाइरहनु भएको छ। ट्राई गर्नु भाइलाई पढाउनु भएर भाइ चाहिँ ट्राई गर्नु जानुभएको छ। अनि हामी चाहिँ खाना खाइरहेछौँ। खाना खाइसक्यौँ। अनि खाना खाइसकेपछि ब्रस अनि यहाँनिर बत्तिस र काका त यहाँनिर घरमा बोलिरहनु भएको छ फ्यामिली। अनि यो चाहिँ भोलिको लागि दाल भिजाएको हो। भोलि यसलाई भिजाइराख्यो भने चाहिँ भोलि छिटो पनि पाक्छ नि त मजाले। त्यही भएर तपाईँहरू पनि यसो गर्नु हुँदाखेरि चाहिँ राम्रो हुन्छ। भोलिको लागि आजै दाल भिजाइराख्या हो। बाई बाई।